हेलो गाइज वेलकम ब्याक टु माई आवर च्यानल। सो आज चाहिँ हामी जानेवाला छौँ अन्डरग्राउन्ड च्यालेन्ज खन्नको लागि होइन। सो हामी जाने चाहिँ जङ्गलमा, यहाँबाट लगभग 2 घन्टा जति लामो बाटो देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो एउटा कोदालो होइन, एउटा बेल्चा, एउटा फैन्ता, एउटा हैसिया, एउटा कोदालो अनि हामीसँग चाहिँ 7 नम्बर मार्क पोइन्ट छ होइन। सो अब चाहिँ हामी जानेवाला छौँ। अहिले चाहिँ करिब लगभग 11 मिनट लागेको छ, सायद दिनभरि लाग्छ होला खन्नको लागि चाहिँ। सो अब चाहिँ भेट्छौँ है त। ओके गाइज, अहिले चाहिँ हामी आइसकेको छौँ खन्ने ठाउँमा, देख्न सक्नुहुनेछ होइन। यहाँ चाहिँ खन्ने हो, यति छरि अन्डरग्राउन्ड बनाउने होइन। सो अब चाहिँ हामी खन्ने लाग्नेवाला छौँ। ताल पर्यो भने अब ट्री हाउस पनि बनाइदिनु सक्छौँ। ट्री हाउस पनि बनाउनु होला गाइज, चिन्ता नगर्नुहोस्। तर सुकेको बनाइदिनु।
लगाएको ल्याएको छैन होइन अब चाहिँ हामी त्यहाँ बारमा देख्न सक्नुहुन्छ अहिले त त्यस्तो लुक आइरहेको छ अहिले एकैछिनमा चाहिँ बबल लुक आउनेवाला छ होइन अहिले त लगभग 6 बजिसकेको छ सो अब चाहिँ हामी हिँड्न लागेको ल्याख्नको लागि पुलदेखि काटेको हो 3-4 मिनट पर्ने हुनेछ होइन सो जति बाहिर निन्छ यही गाइस ल्याइसकेको चाहिँ होइन होइन हामीले त काल्चो काटेको थियौँ भने अहिले चाहिँ यो सुकेको हो होइन त्योको चाहिँ अलिक बैलो पनि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो सुकेको लिन जानु थालेको साथीले चाहिँ अगाडि त्यति लिएर गइरह होइन आशिषले मैले चाहिँ यति लिएर हिँड्नु हो यति बसी पुग्छ होला सायद अब चाहिँ हामीले तपाईँले देख्नु चाहिँ फाइनल लुक देखाउनेवाला छ होइन बहुत ठगेलाई एकछिन बसेको होइन देख्न सक्नुहुन्छ यो चाहिँ अझै भित्र खन्नुपर्ने हुनेछ हामीले हेर्नु चाहिँ कति धेरै खनिसकेछौँ होइन लगभग 3-4 फुट चाहिँ खनिसक्यौँ होइन यतिसम्म चाहिँ थियो यहाँबाट यत्रो खनेर यति भइसक्यौँ लगभग मेरो कम्मर चाहिँ आएको छ मलाई 6 फुट छु भनेपछि लगभग 4 फुट चाहिँ हामी खनिसक्यो होइन गहिरी खन्यो हामी चाहिँ खनेको चाहिँ मेरो 1 घन्टा विवेक त म आशिष तेरो नाम के हो अनि सानोपछि म यस्तो बल बनाएको काम चल्छ यार मैले हो यस्तो बनायौँ होइन अब चाहिँ अर्को भिडियोमा आउनु छ 22 दिन च्यालेन्ज इन अन्डरग्राउन्ड